लोकसेवा, शिक्षक सेवा एवं हरेक प्रतिस्पर्धात्मक परीक्षा तथा ज्ञानको दायरा विस्तार गर्न चाहने तपाईँ सम्पूर्णको लागि यो भिडियो लाभदायक हुनेछ। आउनुहोस् सुरु गरौँ। प्रश्न नम्बर 1 मा रहेको छ, नेपालले एसिया महादेशको कति प्रतिशत भूभाग ओगटेको छ? यसको सही उत्तर तपाईहरुले सोच्नुहोला र पक्कै पनि सोचिसक्नुभयो। यसको सही उत्तर रहेको छ अप्सन बी 0.3%। 2 नम्बर प्रश्नमा रहेको छ, लिखु नदीको उद्गम स्थल कहाँ हो? यसको पनि तपाईहरुले सोचिसक्नुभयो। पक्कै पनि लिखु नदीको उद्गम स्थल रोलबालिङ। त्यसै गरेर प्रश्न नम्बर 3 मा रहेको छ, रारा ताललाई कहिले महेन्द्र ताल घोषणा गरियो? यसको पनि अप्सनहरुबाट तपाईहरुले सही उत्तर छानिसक्नुभयो होला र पक्कै पनि यसको उत्तर रहेको छ, रारा ताललाई कहिले महेन्द्र ताल घोषणा गरियो त भन्दा 2020 चैत 13 गते। प्रश्न नम्बर 4 मा जाउँ। कर्णाली नदीको संस्कृत नाम के हो? कर्णाली नदीको संस्कृत नाम के हो त? एन्सर सोचिसक्नुभयो तपाईहरुले। पक्कै पनि कर्णाली नदीको संस्कृत नाम रहेको छ बी, अप्सन बी पञ्चेश्वरी। त्यसैगरी प्रश्न नम्बर 5 मा रहेको छ, फोक्सुन्डो ताल कुन हिमालको काखमा रहेको छ? यसको पनि सही उत्तर छानिसक्नुभयो। पक्कै पनि फोक्सुन्डो ताल अप्सन ए कान्जिरवा हिमालको काखमा रहेको छ। प्रश्न नम्बर 6 मा जाउँ। सत्यवती ताल कुन जिल्लामा अवस्थित छ? र दिएका अप्सन मध्ये सत्यवती ताल कुन जिल्लामा अवस्थित छ? यसको पनि सही उत्तर रहेको छ, तपाई सोचिसक्नुभयो, अप्सन सी पाल्पा। त्यसैगरी प्रश्न नम्बर 7 मा रहेको छ, कुन ताललाई बैदाम ताल भनेर पनि चिनिन्छ? यसको पनि सही उत्तर छानिसक्नुभयो तपाईले र यसको एन्सर रहेको छ अप्सन बी फेवाताल। प्रश्न नम्बर 8 मा जाउँ। फुङफुङ झरना कुन जिल्लामा रहेको छ? उत्तर सोचिसक्नुभयो तपाईहरुले। फुङफुङ झरना रहेको छ दिएका अप्सन मध्ये अप्सन ए नुवाकोट। त्यसैगरी प्रश्न नम्बर 9 मा जाउँ। नेपालमा सबभन्दा ठूलो तामाखानी कहाँ रहेको छ? दिएका अप्सनहरु मध्ये सही उत्तर तपाईहरुले छानिसक्नुभयो। पक्कै पनि यसको सही उत्तर रहेको छ सबैभन्दा ठूलो तामाखानी अप्सन सी बन्दीपुर। र प्रश्न नम्बर 10 मा रहेको छ, भोजपुर केका लागि प्रसिद्ध छ? सही उत्तर छानिसक्नुभयो होला। पक्कै पनि भोजपुर अप्सन बी खुकुरीका लागि प्रसिद्ध छ। प्रश्न नम्बर 11 मा जाउँ। व्यास हिमाल कुन जिल्लामा पर्दछ भनेको छ? र व्यास हिमाल कुन जिल्लामा पर्दछ त भन्दा यसको सही उत्तर छानिसक्नुभयो पक्कै पनि तपाईहरुले। यसको उत्तर रहेको छ अप्सन डी दार्चुला। त्यसैगरी प्रश्न नम्बर 12 मा जाउँ। मनासलु हिमाल कुन हिम श्रृङ्खलामा पर्दछ? मनासलु हिमाल कुन हिम श्रृङ्खलामा पर्दछ त दिएका अप्सन मध्ये तपाईहरुले अप्सन छानिसक्नु भएको छ साथीहरु। यसको सही उत्तर रहेको छ अप्सन बी गणेश हिमाल। प्रश्न नम्बर 13 मा जाउँ। लार्के भन्ज्याङ कुन जिल्लामा रहेको छ? प्रश्न नम्बर 13 ले भनेको छ लार्के भन्ज्याङ कुन जिल्लामा रहेको छ? दिएका अप्सन मध्ये तपाईहरुले सही उत्तर छानिसक्नुभयो। पक्कै पनि साथीहरु यसको एन्सर रहेको छ अप्सन ए गोरखामा रहेको छ। र प्रश्न नम्बर 14 रहेको छ, सबैभन्दा अग्लो स्थानबाट सुरु भएको नदी कुन हो भनेको छ? यसको उत्तर चाहिँ तपाईहरुले यो अप्सनहरु मध्येमा सही उत्तर कुन हो त तपाईहरुले तल कमेन्ट बक्समा गएर यसको उत्तर कमेन्ट बक्समा लेख्नु होला।